नमस्कार, नमस्कार साथीहरू। आज हामी धेरै दिनपछि नेपालकै एकदम सुन्दर पर्यटकीय स्थल पोखरा फेवातालमा हामी घुम्न आएका छौँ। यति बेला यो बारिसको टाइम पनि छ, बर्खा यामको सिजन पनि छ। तसर्थ एकदम तालको पाहाड पनि बढेको छ साथीहरू। यति बेला हामी यो तालको जो बाराही मन्दिर जाने गेट मेलाको भिडियो क्लिक गर्दैछु साथी। यो बाराही मन्दिर तपाईँले देखिसक्नुभएको छ। उता माथि एउटा एकदम राम्रो खालको होटेल बन्दै रहेछ साथीहरू, जङ्गलको बिचमा यो होटेल अनि तालको सौन्दर्यमा धेरैजनाहरू रमाइरहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ यो रमणीय स्थल हेर्नु? आमेको साइडमा पनि ठुला घरहरू बिल्डिङहरू पनि राखेका छन्। कति मान्छेहरू डुङ्गाको छेउमा आएर आनन्द लिइरहेका छन्। आज मौसम पनि एकदम एकदम खासै घाम पनि लागेको छैन, पानी पनि परेको छैन, मौसम एकदम शीतल छ। एकजना बुहारी फेरि डुङ्गाहरू चलाउँदै हुनुहुन्छ। उतातिर आफ्नो सेल्फ डुङ्गाहरू चलाउँदै गइरहेका छन्। उहाँहरूले कस्तो लाग्छ यो पोखराको सौन्दर्य? नेपाल लेक, मताल, सँगसँगै यता मार्केटहरू, यहाँ यो भित्र रहेको माछा पालन, बाहिरपट्टि बाटो, यहाँबाट कति साथीहरूले भिडियोहरू बनाइराख्नु भन्दै जग्गामा। अब आयो हामी होटेलको साइड। होटेलमा तपाईँहरूले के खान मनपर्छ? त्यहाँ विभिन्न देशका नागरिकहरू आउनु भएको छ, त्यहाँ इन्जोय गर्नुको लागि। तपाईँहरूले कस्तो लाग्छ? एकजना वृद्ध आमा बुवाले यसरी पिज्जा खाइरहेको तपाईँहरूले भिडियोमा देख्छ। अब भने साथीहरू हामी पनि यहाँ सेको खानको लागि फर्किन्छौँ है। सेको खाने र सेको सेको खाजा सेको पोर्क सेको कति टाइम लाग्छ भाइ सेको बनाउने हो? तिनवटा चिज सेको सेको पोर्क खाने हो? तिनजनाले धेरै भएको सोच्दैछ सेको खाएर जाउँ भनेर बस्छौँ। अगाडिपट्टि एकदम भिडभाड छ त्यहाँको। अगाडिपट्टि नानी हिँड्दैछन्, त्यहाँबाट दुईजना साथीहरू आउँदै हुनुहुन्छ उहाँहरू। कस्तो लाग्छ तपाईँहरूलाई यो हाम्रो ठाउँ? हेर्नुहोस्, रमाइलो गर्नुहोस्, मजा लिनुहोस् है सबैजनाले। फेरि रमाइलो ठाउँ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको सबैभन्दा सौन्दर्य ठाउँ पोखरामा। तपाईँहरूलाई स्वागत छ, इन्जोय गर्नुहोला। फेरि पनि एउटा मायाको पहिलो नमान्नु, राम्रो हुन्छ। यो भिडियोलाई जतिसक्दो माया गर्नु, लाइक सब्सक्राइब गर्न नभुल्नुहोला। आजको यस भिडियोबाट म